अवि इ भनेको छ नि त अवि इ भनेको शब्दावलीको त दुई भनेको छ इदोङ खल्ल्याण अवि भनेको छ इदोङ भनेको चाहिँ मुभमेन्टमा आवाज आवतमा चाहिँ के हुन्छ सम्बन्धित शब्दावली हुन्छ है हामी एकलाई के भन्छ एकमा चाहिँ सुदान खेतोङ सुदान खल्ल्याण अवि भनेको थियो यातायातको साधनसँग सम्बन्धित शब्दावली थिए अब यसमा चाहिँ हामीले के त इदोङसँग के त रिलेटेड के छ शब्दावली छ हेरौँ एकमा हामीलाई के भन्छ यहाँ थागो खादा भनेको छ यो थागो खादा भनेको चढेर के हो त जानु थागो ओदा चढेर आउनु खर खादा खोयङ दुईटै के हो त हिँड्नु खर ओदा भनेको हिँडेर आउनु नेरिदा झर्नु खारा थादा वान्सु आदा भनेको बदलेर अथवा चेन्ज गरेर चढ्नु छिनादा कट्नु पार गर्नु खत्ता हिँड्नु छुल्गुन सिगान काममा जाने समय थेगुन सिगान कामबाट फर्किने समय छुल थेगुन सिगान भनेको काममा जाने आउने समय र अर्को छागा माखिदा भनेको यो भनेको गाडी अथवा बाटोहरू जाम हैन यिनीहरू चाहिँ हाम्रो के हो त यहाँ तपाईँको यो इदोङ खल्ल्याण यो यसमा चाहिँ खल्ल्याण अवि रिलेटेड के शब्दावली भए अब यहाँ तपाईँले बुझ्नु पर्यो भनेको चाहिँ यो मिनिङ त केही पनि भएन मिनिङ त एउटा सिम्पल भइहाल्यो भनेको हामीले चित्रहरूलाई चाहिँ अलिक फोकस हुनु पर्यो मानव भोलि तपाईँलाई यो चित्र दियो भने तपाईँलाई अप्सनमा थागो खाँदा नि आउँछ थागो ओदा पनि आउँछ खारा खाँदा नि आउँछ नेरिदा नि आउँछ होइन भनेपछि यतिखेर चाहिँ हामीले चित्र याद गर्नु पर्यो नि त थागो खाँदा बसबाट यता गइरहेको छ थागो ओदा भनेको यो बस लेखेकोतिर यो त आइरहेको छ है अर्को खरा खाँदा भनेको पार्कतिर गइरहेको छ खरा ओदा यो पार्कतिर आइरहेको देखाइरहेको छ अब भोलि फेरि यो चित्र दिन सक्ला यो दिएर अप्सनमा तपाईँलाई नेरिदा पनि दिन्छ खत्ता पनि दिन्छ है अनि छिनादा पनि दिन्छ खारा खाँदा पनि दिन सक्छ भने चाहिँ यतिखेर हामीलाई मिनिङ भन्दा पनि के त चित्र महत्त्वपूर्ण हुन्छ त्यही भएर चित्रहरूलाई पनि तपाईँले गर्नुपर्छ फोकस गर्नुपर्छ र अर्को यहाँ थागो खाँदा थादा भनेको चढ्नु नेरिदा भनेको झर्नु जस्तो है थाप्सुङ आधा सुन्छा आधा के थियो चढ्नु थियो भनेपछि नेरिदा झर्नु हाछा आधा भने के हुन्छ तपाईँको झर्नु हुन्छ है अर्को खारा थादा भन्छु आधा दुइटैको त बलेर चढ्नु भइहाल्यो छिनादा नम्दा सिमिलर भइहाल्यो खत्ता भनेको नि हिँड्नु हो भनेको नि के त हिँड्नु थोबो भनेको नि के त हिँडेर जाने होइन अर्को फोइङ भनेको नि हिँड्नु ल खाकप्ता खाकप्ता भनेको नजिक हुनु मल्दा भनेको टाढा हुनु नुत्ता ढिलो हुनु नुत्ता नुरिदा छिकागा आधा सबै लेट मियान आधा माफ गर्नु छेसोङ आधा पनि के हो त माफ गर्नु छागा माखिँदा खिरी माखिँदा छागा मिल्दा सबै के हुन्छ तपाईँको यो बाटो अथवा गाडी जाम ल अब यहाँ हामीले के देख्छ खुरिमुल फोगो फोकी वा खाची थियो अरू लन्सी हाँस्यो भने चाहिँ यो चित्र हेरेर चाहिँ उदाहरण जस्तो के हो त वार्तालाप गर्नुहोस् पुरा गर्नुहोस् भनेपछि हामीलाई यहाँ चित्रमा के गरेछ यो खोवानतिर के गरेछ त गइरहेछ भने चाहिँ खोवाने हत्त के खाएर कसरी गइरहेछ मान्छे हिँडेर गछ भने चाहिँ के हुन चाहिँ हामीलाई खर खायो भनेको छ अब यहाँ हामीलाई के भने त यो वैसाय हत्त के वायो भनेछ कम्पनीमा कसरी आउँछ बसद्वारा आइसकेको त बस सुरु वायो अथवा यहाँ बस चढेर आइरहेको छ के भन्नु पऱ्यो हामीले बस थागो वायो है 2 नम्बरमा छेजुतो गाजी अत्त के खासै हुनेछ यो मान्छे केमा गइरहेछ यो प्लेनमा गइरहेछ भने चाहिँ फेङ्गिरोल थागो खासै है फेङ्गिरोल थागो खासैहरूको चाहिँ प्लेन चढेर के हो त गए अब योगी गाजी अत्त के वसै भने चाहिँ यो नि पार्कमा गएर चाहिँ हिँडेर आइरहेछ भने के हो त यो पनि हामीले खर वसै है त खर वसैहरूको हिँडेर आए भनेको छ हाम्रो मुन्प बी है मुन्प बीमा चाहिँ हामीलाई के भनेको छ त मुन्प बीमा आस अस दिएछ आस अस भनेको अघि नै हामीले के भनेको छ आस अस एउटा ए र तपाईँको त एकोले भनेको एउटा चाहिँ तपाईँको त क्रम जनाउने हुन्छ अर्को के हुन्छ तपाईँको कारण जनाउने हुन्छ है गोसँग आयो भने चाहिँ गो र आस अस आयो भने चाहिँ गो भनेको तपाईँको त अगाडि र पछाडिको वाक्यमा चाहिँ तपाईँको खासै सम्बन्ध छैन भने त्यतिखेर के लाग्छ गो र अगाडि र पछाडिको वाक्यमा चाहिँ एकदम घनिष्ठ सम्बन्ध छ नजिकको सम्बन्ध छ भने त्यतिखेर हामी के गर्नुपर्छ आस अस भनेको छ यो चाहिँ के हो त क्रम जनाउने भयो तर यो भनेको चाहिँ अहिले हामीले दिएको चाहिँ कतै यु भनेको छ कारण जनाउने है यो र त्यो चाहिँ टोटल्ली के छ तपाईँको फरक छ त्यही भएर तपाईँहरू चाहिँ झुक्किनु भएन आस अस भनेको कारण भनेको चाहिँ अगाडि कारण र पछाडिको त रिजल्ट जनाउँछ भनेको छ तर हामीले यो गर्ने बेला आस अस गर्ने बेला चाहिँ के ध्यान दिनुपर्छ भने वाक्यको अन्तिममा चाहिँ स्यो स्यो बसिदा उप्सिदा रुल्का हुल्का होइन यस्तो आदेश अनुरोध आत्मक र प्रश्नात्मक वाक्यहरूमा चाहिँ हामीले गर्न सकिँदैन प्रयोग गर्न सकिँदैन र भिएसटीमा जहाँ हामीले आस अस जोडिन्छ त्यो भिएसटीमा चाहिँ हामीले पास्ट र के हो त फ्युचर गेट पनि युज गर्न सकिँदैन र हामीले यसलाई चाहिँ बरु अभिवादन कुराहरूमा चाहिँ प्रयोग गर्न सकिन्छ है त ल हेर्नु
आस अस नुन भनेको चाहिँ आस अस चाहिँ थोङसा ह्योङसाई बुत्थ भनेको थोङसा यो कहाँ लाग्दो रहेछ तपाईँको क्रियामा पनि लाग्छ अर्को विशेषण पनि लाग्छ होइन त्यसमा चाहिँ बुत्थ टाँसिएर अथवा जोडेर चाहिँ आफे न्योङ्गी आफे भनेको अगाडिको विषय चाहिँ थिए न्योङ्गी भनेको पछाडिको विषयकोमा चाहिँ त्यान बारेमा युगा थिमुल्ला चाहिँ कारण भएको कुरा जनाउँछ अगाडिको विषय चाहिँ पछाडिको विषय के रहेछ त कारण भएको कुरा जनाउनुको लागि चाहिँ हामीले के हुन्छ आशा अवसरको प्रयोग गरिन्छ जस्तो यो तपाईँको त खुरेछको के हो तपाईँको सर्ट फर्म है अब यो लगाउने कसरी त यदि भिएसटीमा ओ र आ आएको छ सरी आ र ओ आएको छ भने चाहिँ हामीले के लाउनुपर्छ आशा बाँकी अ उ इ आएको छ भने के लाउने हामीले अस र हादा छ भने डाइरेक्ट के गर्ने हामीले हेस भन्ने है त भनेपछि सादाबाट के हो तपाईँको दा हटाएर तपाईँको त सा बाँकी भयो भनेपछि सा भनेपछि अब तपाईँले के हो त प्लस के थप्यो यहाँ आशा थप्यो नि त भनेपछि यो र यो कमन गरेर के हो तपाईँको सास होइन सास इक्ताबाट के हो तपाईँको इल्ग अस अर्को छङ्सो आधाबाट तपाईँको के हो त छङ्सो हेस भएछ है छङ्सो हेस भनेछ जस्तो यहाँ के भनेको तपाईँलाई फिगा वास उषा अनुल सासय भनेछ फिगा वास भनेको चाहिँ पानी आएकोले अब यहाँ पानी आएर अथवा पानी परेकोले चाहिँ छाता के हो त किने भनेको यो मान्छेले छाता किन्नुको कारण के हो तपाईँको पानी आउनु के अगाडि कारण पछाडि के हो त विषय भयो नि त हो भनेको पानी आएकोले के हो त छाता किने भनेछ भनेको यो के अरे छाता किन्नुको कारण के हो तपाईँको पानी पर्नु भयो क्या अर्को यहाँ भन्छ हालमनी के छ फेन्साना उस्यो छ फ्याउने मोसीको खासै भनेको हजुरआमा चाहिँ यो फेन्साना यो आफुदाको चाहिँ उच्च भाषा के हो त फेन्साना सिधा हो नि त त्यही भएर चाहिँ ठुलो मान्छेको भएर के हो त के छ भनेको छ हजुरआमा चाहिँ के हो त तपाईँको फेन्साना उस्यो छ भनेको बिरामी हुनुभएकोले है बिरामी हुनुभएकोले अथवा अस्वस्थ भएकोले चाहिँ फ्याउने मोसीको खासै भनेको चाहिँ हस्पिटलमा चाहिँ लिएर गयो भने अब यो धेरीको खाँदा पनि के हो त लिएर जानु खाजीको खाँदा पनि के हुन्छ तपाईँको लिएर जानु होइन तर अब यो थेरीको खाँदा केमा लाग्ने तपाईँको चिजवस्तु मान्छेहरूमा लाग्ने हो नि त होइन तर यहाँ चाहिँ यो ठुलो मान्छे भएर अझ थेरीको भन्दा नि के हो त उच्च भाषाको त मसीको त्यही भएर चाहिँ यहाँ मसीको खासैहरू चाहिँ लिएर गएँ भन्न खोजेको किन हजुरआमा चाहिँ के हो त बिरामी हुनुभएकोले चाहिँ हस्पिटलमा लिएर गएँ अब यो हस्पिटल लिएर जानुको कारण के हो त हजुरआमा चाहिँ के हो त बिरामी भएर है खुवाइरी सिङसिङ हेर्छ भनेछ सिङसिङ हेर्दा ताजा फलफुल चाहिँ ताजा भएकोले फ्रेस भएकोले चाहिँ माक्य शास्त्रीहरूको केही किने भनेको छ भनेपछि यसले किन्नको कारण के रहेछ त्यो चाहिँ के हो तपाईँको ताजा फ्रेस भएको कारणले चाहिँ है त फ्रेस भएको कारणले चाहिँ केही किने भन्दैछ अब यहाँ त एउटा मरिगा आफायो भनेको छ मरिगा आफायो खुरेछ याकुल मगायो भनेको छ त्यसैले के हो त तपाईँको औषधि खानेको यहाँ खुरेछ लाग्यो भने चाहिँ यहाँ वाक्य इन्डिङ भन्छ नि टाउको दुख्ने अरू एउटा वाक्य औषधि खाने के हो तपाईँको अर्को वाक्य भनेपछि यस्तो अलग अलग वाक्य छ भने के जोड्ने हामीले यसरी खुरेछले जोड्ने हो होइन तर यसलाई एउटैमा जोड्ने बेला चाहिँ हामीले के हो त मरिगा आफा छ याकुल मगायो भनेको चाहिँ यो टाउको दुखेकोले के हो त औषधि खायो भनेको छ त्यही भएर यहाँ तपाईँले यो भिएसटीमा जोड्दा चाहिँ हामीले यसरी आशा अस लगाउनु पाइयो तर यहाँ चाहिँ हामीले के हो तपाईँको यसरी यो आस अस अथवा गेट चाहिँ के हो त हामीले भिएसटीमा युज गर्न चाहिँ पाइन्न आफा सस भन्न चाहिँ पाइएन क्या है यस्तोमा चाहिँ हामीले युज गर्न पाइँदैन र पछाडि यहाँ स्यो स्यो लगाउन नि पाइँदैन फिगा भयो एउटा वाक्य भयो अर्को छुकुरो लाने हो अर्को वाक्य भनेपछि पानी परेको कारणले खुरेछ त्यसैले को त फुटबल खेल्दिन भनेको छ एउटा एउटैमा जोड्नुको लागि के हो त फिगा वास छुकुरो लाने भनेको फुटबलमा खेल्नुको कारण के हो तपाईँको पानी आउनु है त पानी आएकोले के हो त फुटबल खेल्दिन भनेको छ ल यो भन्दा यहाँ यहाँ भनेपछि मैले जस्तो स्यो स्यो बसिदा बसिदा रुल्कायो रुल्कायो आस आस गेटमा लाग्दैन तर अभिवादन कुरासँग प्रयोग गर्न सकिन्छ भनेको छ नि होइन यो कुरा हामीले यो बेसिकमै पढिसकेको छ त्यही पनि तपाईँले एकताल सर हेर्नु त यहाँ मैले हालिदिएको छु नि आशा अवसर चाहिँ स्यो स्यो सिप्सियो सिप्सियो बसिदा बसिदा रुल्कायो सोलकासँग के हो त प्रयोग गर्न सकिँदैन भनेर तपाईँलाई मैले बेसिक पनि पढिसकेको छु त्यही भएर भोलि यसरी आउँदाखेरि चाहिँ तपाईँले ध्यान दिनुपर्छ है त यदि यो भनेको तपाईँलाई कम्पेयर आयो भने मात्रै चाहिन्छ होइन भने पर्दैन है के भनेको छ यहाँ यी सिन्बारुल खस थारुन सिन्बारुल पयो जुस्यो भनेको छ भनेको यो जुत्ता चाहिँ ठुलो भएकोले अरू जुत्ता के हो त देखाइदिनुहोस् भनेको छ यी सिन्बारुल खुनिगा थारुन सिन्बारुल पयो जुस्यो भनेको यो जुत्ता ठुलो भएकोले अर्को जुत्ता देखाइदिनुहोस् अब नेपालीमा हामीले अर्थ लगायो नि यो पनि के हो त ठुलो भएकोले यो पनि के हो तपाईँको ठुलो भएकोले भनेपछि यदि तपाईँलाई भोलि कम्पेयर आइहाल्यो है यदि आशा अवसर र निका निका कम्पेयर आइहाल्यो भने चाहिँ यो खस एक ठाउँमा अप्सन आउने भयो
यो खुनिका भनेको अर्को अप्सन भनेको दुइटै। तपाईँले यसको कुरा बुझ्नु भएन भने तपाईँले यो पनि ठुलो भएकोले यो पनि ठुलो भएकोले भने दुईजना कन्फ्युज भयो। तपाईँले छुट्याउनु तरिका के हो भने अघि नै हामीले भनेको छ आस असमा चाहिँ वाक्यका हेरेर तपाईँले यदि यहाँ प्रश्न आउँछ तपाईँको खाली ठाउँमा आउँछ होइन भनेपछि एक अप्सनमा के आउने भयो खस, दुईमा के आउने हो खुनिका आउने भयो नि त। तपाईँले त्यतिखेर के गर्ने भने वाक्यको अन्तिममा हेर्ने, अन्तिममा के छ यहाँ तपाईँको स्यो उस्यो आएको छ नि त, जुसियो निदिनुहोस् भने नि त स्यो उस्यो। अनि के भनेको छ हामीले सिप्सियो सिप्सियो बसिदा बसिदा रुल्का रुल्का देखिने बित्तिकै तपाईँको त्यहाँ के हो त आशा आशा लाग्दैन। त्यही भएर हामीले के गर्नुपर्छ यी सिन्बारुल खुनिका थारुन सिम्बल पोइजो भन्नुपर्छ, खस भन्न चाहिँ पाइँदैन है। अर्को वोनुल, वोनुल एक्सो कि भनेको छ यहाँ है। आज चाहिँ बाचा भएकोले नेल मान्नल काय भोलि भेट्ने हो भनेको छ भनेपछि यहाँ के आयो तपाईँको रुल्का रुल्का आयो क्या भनेपछि यहाँ पनि हामीले के लाउनु पाइएन आशा आशा लाउनु पाएन। त्यो अरूको त ओनुल एक्सो कि इस्सो निका गर्नु पर्यो। आज चाहिँ बाचा भएकोले नेल मान्नल काय भोलि भेट्ने हो भनेर चाहिँ हामीले प्रस्ताव गर्न चाहिँ पाइन्छ। आशा आशा राखेर रुल्का रुल्का युज गर्न नि पाइँदैन, यो ख्याल गरे पुग्छ। अर्को इजे छोआ छ इगल इगे सरी इजे होइन इगे, इगे भनेको यो चाहिँ होइन इगे छोआ छ यो चाहिँ राम्रो भएकोले इगल्लो छाप्सित यो किनौँ हो। इगे छोनिगा इगल्लो छाप्सित यो राम्रो भएकोले यो किन भनेपछि के अन्त हामीले बसिदो बसिदो लाउनु पाइन्छ त आशा आशा पाइँदैन भनेपछि यहाँ पनि तपाईँले त यो बसिदो बसिदो देख्ने बित्तिकै आशा आशा लाग्दैन के लाग्छ निका हो निका लगाउने है त। त्यही भएर चाहिँ इगे छोनिगा इगल्लो छाप्सित यो किन हो। त्यही भएर आशा आशा अरू एउटामा आयो भने गोसँग आयो भने त्यो त क्रम हुन्छ, त्यसमा हामीले अगाडि र पछाडिको वाक्यहरूमा ख्याल गरे पुग्छ होइन। यसमा भनेको हामीले के दिनु पऱ्यो आशा आशा र निका निका सँगै आएको छ भने के गर्नु पऱ्यो हामीले यदि वाक्यको अन्तिममा स्यो स्यो बसिदा उसिदा रुल्का रुल्का छ भने हामीले के लाग्दो रहेछ निका निका त्यहाँ आशा आशा लाउनु पाइएन। तर फेरि यहाँ अहिले अभिवादनको कुरा गरेको भए फेरि के लाग्थ्यो तपाईँको आशा आशा लाग्छ निका निका लगाउन पाइँदैन। अनि अर्को हामीले के छ पास्ट टेन्सको कुरा गरेको छ नि आशा आशा अगाडि चाहिँ आस अस वा गेटमा के हो त लाग्दैन भन्न खोजेको यहाँ भिएसटीमा फाबुल मानी मगस फेगा आफा यस्तो भन्न पाइएन। के भन्न पाउँछ तपाईँले यहाँ फाबुल मानी मगस निका भन्न चाहिँ पाइन्छ होइन। भात धेरै खाएकोले पेट दुख्यो भन्न पाइयो, मगस गर्न पाइएन। तर के भन्न पाइन्छ फाबुल मानी मगस फेगा आफा भनेपछि यहाँ पास्ट टेन्स लगाएको छ छैन भनेपछि यसरी गर्न पाइयो। यहाँ भिएसटीमा पास्ट टेन्स हाल्न चाहिँ पाइँदैन केमा आशा आशामा। तर यहाँ निका निका गर्न पाइन्छ फाबुल मानी मगस निका गर्न चाहिँ पाइन्छ। अर्को भनेको छ यी ओसी एप्पो गेस छ इप्को सिफा यो कपडा राम्रो भएको लगाउन मन छ यो गर्न पाइएन गेट लगाएको छ यी ओसी एप्पो छ इप्को सिफा भन्न चाहिँ पाइयो। यहाँ पछाडि त स्यो उस्यो बसिदा बसिदा छैन नि त खास मिल्न पर्ने हो किन मिलेन भने यहाँ गेट युज भएको छ। यहाँ के युज भयो तपाईँको आसस युज भएको छ भनेपछि भिएसटीमा चाहिँ हामीले गेट र आसस युज गर्न पाइँदैन है। के भन्न पाइन्छ भने जस्तो भेटेर खुसी लाग्यो भन्नु पर्यो तपाईँले, भेटेर खुसी लाग्यो भन्नलाई चाहिँ मान्न छ फान्गप सुन्दा भन्न पाइयो, मान्न निका फान्गप सुन्दा भन्न चाहिँ फेरि पाइएन क्या। यो अपवाद के अरे अभिवादन कुराहरूमा चाहिँ आशा आशा लगाउन पाइन्छ, निका निका लगाउन पाइँदैन। ल तपाईँहरूले यो टपिकको उसैबाट छ मैले बेसिकमा नै हालिदिएको छु, यहाँबाट खिच्दा यहाँबाट गर्दा पनि हुन्छ। ल यो ध्यान दिनुभयो भने तपाईँको जति कम्पेयर आयो पनि मिल्छ। माथि हेरौँ हाम्रो सकियो छैन। ल यहाँ क्या हामीले के दिएछ भने आलमाजुन बसु खोल्ला खोकी वा खाँची मुन्जाङ्गोल वासिङ अनसँग हाँस्यो भनेको छ भनेपछि यो मिल्ने कुराहरू चाहिँ छानेर चाहिँ उदाहरण जस्तै बाँकी गर्नुहोस् पुरा गर्नुहोस् भनेको छ भनेपछि पहिला हामीले यो चाहिँ बुझ्नु पऱ्यो है। यहाँ दिएको तपाईँले अप्सन बुझ्नुपर्छ है। यहाँ किन छ मल्दा भनेको छ, मल्दा भनेको त टाढा हुनु। अर्को छोत्था, छोत्था भनेको राम्रो हुनु। फिस्सादा भनेको तपाईँको महँगो हुनु। छिन्जल आधा भनेको त दयालु हुनु। छोआ आधा भनेको तपाईँको मन पराउनु। अब तपाईँलाई भोलि उसले आयो भने यो मल्दाको के भन्नुभयो तपाईँको आशा आशामा लाँदा के हुन्छ मरछ है। आशा आशामा लाँदा के हुन्छ अरे मरछ। छोत्ताको के भन्नुभयो तपाईँको छोआ छ। फिस्सादाको के भन्नुभयो तपाईँको फिस्सा छ। छिन्जल आधा के भन्नुभयो तपाईँको छिन्जलै छ। र छोआ आधा के हो तपाईँको छोए छ। अब यहाँ के भनेको छ तपाईँलाई होइसाका भनेको छ कम्पनी चाहिँ छारुल थागो खायो हामी त ले त अब कम्पनीमा तपाईँ चाहिँ के गरेर जानुपर्छ अरे गाडी चढेर जानुपर्छ भनेपछि कम्पनी तपाईँको टाढा भएर चढ्ने हो कि राम्रो भएकोले चढ्ने हो कि कम्पनी महँगो भएर हो कि कम्पनी दयालु भएर कम्पनी मन पराएर आउनु त यो हो नि त होइन भनेपछि तपाईँले के बुझ्नु पऱ्यो यहाँ बुझ्नु पऱ्यो कम्पनी भनेको छ कम्पनीमा छारुल थागो खायो भने त
गाडी चढेर जानुपर्छ भनेपछि कम्पनी नजिक टाढा के भएर गाडी जानु पर्यो हामी त भनेको कम्पनी टाढा भएर होइन त भनेपछि के गर्नु पर्यो हामीले यहाँ होइसागा मल्लबाट के गर्ने मरस छारुल थागो खायो हामी त भनेको गाडी चढेर जानुपर्छ। अरू के भनेको छ यहाँ छनुन कफी रुल भन्छ मलाई चाहिँ कफी डट 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 मेल मासिन्दा तपाईँ कफी किन पिउनुहुन्छ महँगो भएर पिउनुहुन्छ मन परेर पिउनुहुन्छ राम्रो लागेर पिउनुहुन्छ अथवा के भनेको छ तपाईँलाई महँगो भएर भनेको छ अर्को के भनेको छ तपाईँ अब टाढा त गइसक्यो होइन अर्को दयालु भएर कफी दयालु हुन्छ हुँदैन भनेपछि के हो त हामीले छनुन कफी रुल के हो त छोवा हादाबाट के गर्ने हामीले छोवा हेस मलाई कफी मन पर्ने भएकोले चाहिँ मेल मासिन्दा प्रत्येक दिन के हो त पिउँछु। अब यो आयो भने तपाईँलाई अप्सन आउँछ त्यही त हो नि मरस फिस्सा छ छिन्जल हेस छोवा हेस चाँडै आउँछ भनेपछि तपाईँले के लाउनु पऱ्यो यतिखेर नो कम्पेरिसन पर केही हेर्नु पर्दैन तपाईँले अगाडि भन्न खोजेको र पछाडि भन्न खोजेको कुरा मात्रै बुझ्दा पुग्छ है। ल नाल्सीका मौसम चाहिँ डट डट छिप्काजी खरा खासिन्दा रे अब तपाईँ मौसम कस्तो भएको बेला घरसम्म हिँडेर जान्छ राम्रो भएको बेला होइन भनेपछि नाल्सीका छोवा छ मौसम राम्रो भएकोले छिप्काजी खरा खासिन्दा घरसम्म हिँडेर गएँ। अर्को भनेको छ सुबाकी नमु सुबाग चाहिँ ज्यादै डट डट साझी हान सुन्दा किनिन अरे भनेपछि हामीले खरबुजा नकिन्नको कारण के हो त सस्तो भएर हो कि महँगो भएर हो त सस्तो भएर त अवश्य किनिन्छ महँगो भएकोले भनेपछि हामीलाई के छ यहाँ फिस्सा त दिएछ भने के गर्नु पऱ्यो हामीले फिस्सा छ भनेपछि सुबाकी नमु फिस्सा छ साझी हाना सुन्दा किनिन भन्नु खोजेको छ खरबुजा चाहिँ ज्यादै महँगो भएकोले मैले के गरेँ किनिन। अरू के छ तपाईँलाई धारा सिनुन भन्छ धारा सिनुन सारमदुरी धारासिरुल छ भन्दा मान्छेहरूले चाहिँ धारासीलाई मन पराउँछ भनेपछि धारासी महँगो भएर होइन राम्रो के अरे टाढा भएकोले अनि त्यसपछि दयालु भएकोले होइन मन पराएकोले के हुने भयो भनेपछि दयालु भएकोले त मान्छेहरूले मन पराउने भनेपछि के गर्नु भयो हामीले छिन्जल हेस छिन्जल हादाबाट के गर्नु पऱ्यो हामीले छिन्जल हेस भनेपछि धारासी नुन छिन्जल हेस सारमदुरी धारासिरुल छ भन्दा धारासी चाहिँ कस्तो भएकोले दयालु भएकोले चाहिँ धारासीलाई चाहिँ मान्छेहरूले चाहिँ मन पराउँछ भनेपछि तपाईँले बुझ्नुभयो नि भनेपछि ऐ जस्तो यदि कम्पेयर आयो आसहस निगाउनिगा सँगै आयो भने के गर्नु पऱ्यो हामीले वाक्यको अन्तिममा हेर्ने त्यहाँ सेउ सेउ भसिदा उसिदा रुल्का रुल्कायो छ भने डाइरेक्ट हामीले के लगाइदिने निगाउनिगा लाग्छ आसहस लाग्दैन तर निगाउनी त लगाउने अब फेरि टाढा भएर हो कि महँगो भएकोले यो चाहिँ बुझ्नुपर्छ है तपाईँले फेरि त्यहाँ निगाउनिगा लाउने भन्दै फेरि यतिकै लगाउन चाहिँ पाइने बुझेर लाउनुपर्छ। अब त्यस्तो आएन एउटा के रहेछ पछाडि सेउ सेउ बसिदा बसिदा उल्कायो उल्कायो छ भने निगाउनेको लाग्दो रहेछ भिएसटीमा पास छ भनेको लाग्दो रहेछ निगाउनेको लाग्दो रहेछ आशा आशा लाग्दैन र फेरि अभिवादनको कुरा छ भने के लाग्दो रहेछ तपाईँको आशा आशा लाग्छ निगाउनेको लाग्दैन। यदि कम्पेयर आयो भने कम्पेयर नआइ सिम्पल यसरी आयो भनेको तपाईँले के भन्नु पऱ्यो नि कम्पनी चाहिँ छारुल थागो खायो भने त गाडी चढेर जानुपर्छ किन कम्पनी टाढा भएकोले कम्पनी नजिक भएकोले कोही गाडी जान्छ हिँडेर जान्छ नि त होइन हो यो चाहिँ बुझ्नु पऱ्यो कि। अब यहाँ जस्तो खरबुजाको कुरा आयो खरबुजा महँगो भयो यहाँ के रहेछ साझी हान सुन्दा भनेको छ किनिन भने नि त किनिन भनेपछि के किन्ने त महँगो भयो किन जस्तो यहाँ सुबाकी नमु डट डट मानिसा सुन्दा भनेको के हुन्थ्यो सासा हुन्थ्यो नि फेरि सस्तो भएकोले गर्दा धेरै किने हुन्थ्यो कि यो चाहिँ छुट्याउनु पऱ्यो तपाईँले है त। ल यस्तो बेला भनेको हामीले अगाडि र पछाडिको बुझेर यसको अर्थ बुझे पुग्छ नत्र कम्पेयरमा चाहिँ त्यो गर्दा हुन्छ है। ल अर्को हेरौँ हामीलाई यहाँ के भन्दा चाहिँ आलमाजुन गसुल खोल्ला फोगी वा खाँची थियो वा ए बस्यो भनेको छ भनेपछि यहाँ नि हेरौँ त हामीलाई यहाँ इक्जाम्पलमा के दिएको छ वे छाजङ्गरुल थागो खायो भनेको छ किन साइकल चढेर जानुहुन्छ भन्दा यसले के भन्यो हामीलाई नाल्सीका छोवासा भनेको मौसम राम्रो भएकोले चाहिँ छाजङ्गरुल थागो खायो साइकल चढेर जान्छु भनेको यो साइकल चढ्नको कारण के रहेछ तपाईँको मौसम राम्रो भएकोले। अब यहाँ तपाईँलाई के भनेको छ खाप्सी सासा भनेको छ खाप्सी सासा भनेको मूल्यको त सस्तो भएकोले नाल्सीका थवस थप्ताबाट के गर्ने हामीले यसरी थवस गर्नु पऱ्यो है त भनेको यो चाहिँ के तपाईँको मौसम के हो त गर्मी भएकोले गर्नु पऱ्यो। यहाँ किन त छागा माखिदाबाट अहिले के भन्थ्यो हामीले छागा माखेछ गाडी जाम भएकोले। अब यहाँ किन छ नाल्सीको छोत्ताबाट नाल्सीको छवस भनेको मौसम राम्रो भएकोले होइन यहाँ भइसक्यो नाल्सीको छवस वैसाय नुत्ता भनेपछि वैसाय नुजस कम्पनीमा ढिलो भएकोले छिबी खाक्काप्ता भनेको छिबी खाक्काओस घर नजिक भएकोले। अर्को यहाँ उम्सिकी मासित्ता भनेको खाना मिठो भनेको उम्सिकी मासिस भनेको खाना मिठो भएकोले। अर्को यहाँ फिगा मानी ओदाबाट फिगा मानी बस भनेको चाहिँ
पानी धेरै आएकोले भनेछ। यहाँ क्वेसन के गरिरहेछ हामीलाई, वे 지하철을 타고 왔어요 भनेछ। ट्रेन किन चढ्ने त यहाँ मध्ये हुन्छ। अब ट्रेन महँगो भएकोले भन्न मिल्छ, मिलेन। नाल्चीको थवस गरी मौसम भएकोले भन्दा नि छागा माखेछ भनेपछि हामी गाडी जाम भयो भने चाहिँ केबाट जान्छ त तपाईँको ट्रेनबाट। ट्रेन त के हो त जाम हुने भएन भनेपछि चाहिँ वे 지하철을 타고 왔어요 भन्दा के भन्नु पऱ्यो हामीले, छागा माखेछ 지하철을 타고 왔어요, गाडी जाम भएकोले ट्रेन चढेर आयो। वे 식당에 사람이 많아요 भनेछ। अब रेस्टुरेन्टमा मान्छे किन धेरै हुन्छ भन्दा 음식이 맛있다 मिठो भएर 음식이 맛있어 हैन, 맛있어서 사람이 많아요, मान्छेहरू के हुन्छ तपाईँको धेरै हुन्छ। वे 여름을 안 좋아요 भनेछ। 여름 भनेको तपाईँको ग्रीष्म, ग्रीष्ममा मौसम चिसो हुने हो कि गर्मी हुने हो त, गर्मी हुने हो नि त। यहाँ हामीलाई दिएको छ हामीलाई नाल्चीका थवस भनेको, नाल्चीका थवस 여름을 안 좋아요 भनेको मौसम चाहिँ तपाईँको गर्मी भएकोले मलाई चाहिँ यो के अरे 여름 चाहिँ के हो त मन पर्दैन। अर्को वे 오늘 밖에서 운동을 안 해요 भनेछ। भनेको बाहिर किन हामीले व्यायाम गरिँदैन भनेपछि के छ, यहाँ फिगा पानी हो त, पानी धेरै आयो भने व्यायाम गर्न जान्छ कोही जाँदैन भनेपछि फिगा पानी होस् 밖에서 운동을 안 해요, बाहिर चाहिँ के हो त व्यायाम गर्दिन भन्नु खोजेको छ। 대화이마 हेर्नु, 늦어서 미안해요. 퇴근 시간이라서 차가 조금 막혔어요. 괜찮아요. 여기까지 버스를 타고 왔어요. 네. 자하라 씨는 어떻게 왔어요? 저는 회사가 가까워서 걸어왔어요. 회사에서 얼마나 걸렸어요? 20분쯤 걸렸어요. 대화유मा हामीले कन्भर्सेसन सुनिहाल्यो हैन। यहाँ कसो कुरा भइरहेछ, आगुन र छाहाराको कुरा भइरहेछ र यो कन्भर्सेसन सुन्दाखेरि तपाईँलाई यहीबाट तपाईँहरूलाई के भन्छ, यही यो देवाबाट नै तपाईँहरूलाई चाहिँ 38, 39, 40 क्वेसन पढाउनु भएको भएर यहाँ हामीले यो सुन्ने मात्रै होइन कि यो आगुन भनेको केटा हो कि छाहारा भनेको केटा हो कि केटा केटीको हो त्यो पनि सुन्न सक्छ। अब जस्तो कहिलेकाहीँ तपाईँलाई यहाँ अहिले आगुनले के भन्छ, नुजस मियाने भन्यो नि त हैन, तपाईँको के त ढिला भएकोले माफ गर्नुहोस् भन्यो भनेपछि अब ठेकुन सिकानिरहेछ छागा चोकु माक्खासे भनेछ भनेको कामबाट छुट्ने हुने समय भएकोले चाहिँ गाडी अलिक हो त ढिला भयो भनेपछि यहाँ तपाईँलाई के त आगमन वे नुजस्य भनेको ठाउँमा तपाईँलाई भोलि नाम जानन वे नुजस्य भन्दाखेरि तपाईँले के भन्नु पर्यो त, गाडी जाम भएकोले बुझ्नुपर्छ नि। त्यही भएर तपाईँले आगुन मात्रै भनिदियो भने त बुझिहाल्यो, तर नाम जानन वे नुजस्य हो या जानन वे नुजस्य भन्यो भने त्यतिखेर हामीले त यो मात्रै बुझेर भएन नि त, केटा आगुङ हो कि केटी आगुङ हो यो बुझ्नु, सरी छारा आगुङ हो यो बुझ्नु पर्यो, सरी छारा केटी हो कि आगुङ केटा हो बुझ्नु पर्यो नि त। त्यसको लागि हामीले केटा केटी पनि छुट्याउँदाखेरि राम्रो हुन्छ है। सबै ठाउँमा नामै दिन्छ भन्ने छैन, कहिले नाम जग्गा होइन जस्तो या जग्गा होइन जस्तो दिन्छ, त्यतिखेर काम लाग्छ। ल अब हेर्नु के भन्छ, यहाँ आगुङले भन्छ नुजस मियान्यो भनेछ। नुजस भनेको चाहिँ ढिला भएकोले माफ गर्नुहोस्। अहिले मैले भन्थेँ नि तपाईँलाई अभिवादनको कुरामा चाहिँ आशा लगाउन पाइन्छ, निका लगाउन पाइँदैन भन्थेँ नि हो, किनकि यहाँ भोलि तपाईँलाई नुजु निका मियान्यो त्यस्तो भन्न चाहिँ पाउँदैन। कुरा त त्यही हो, ढिला भएकोले माफ गर्नुहोस् नै हो होइन, तर तपाईँलाई नुजु निका मियान्यो भन्न पाइँदैन, नुजस मियान्यो भन्न चाहिँ पाइयो। ठेकुन सिकान हिँडाछ भनेको कामबाट छुट्टी हुने समय भएकोले चाहिँ छागा चोकु माखेछ, गाडी अलि के भयो तपाईँको जाम भयो भनेपछि यो जाम हुन के अरे यो छागा माखेछ भनेको यो ढिला हुन कारणले रहेछ तपाईँको गाडी जाम भएकोले, को चाहिँ आगुङ छ। टेन्सन आयो ठिकै छ होइन। यौगिकाजी बसहरू थाहा बस्छ, यहाँसम्म तपाईँ बस चढेर आउनुभएको भनेर कसले सोधेको त, छाहाराले भनेपछि को केटीले। अनि आगुङले भन्छ ने छाहारा सिनुन अथ के बस्छ, ने भनिसकेपछि यो मान्छे के गरेर आयो तपाईँको बस चढेर आयो, फेरि उसले के सोध्छ छाहारा सिनुन अथ के बस्छ, छाहाराजी तपाईँ चाहिँ कसरी आउनुभयो भनेर छ। उसले भन्छ छनुन होइसका खाक्का बस्छ खरा बस्छ, देख्नु त यसको चाहिँ कम्पनी के हो त नजिक भएकोले ऊ के आयो तपाईँको हिँडेर आयो क्या। अब यहाँ भोलि तपाईँलाई छनुन होइसका मरस खाक्का बस्छ भन्यो भने कम्पनी टाढा भएको मान्छे कोही हिँडेर आउँछ, आउँदैन नि, के हो त कम्पनी नजिक भएर हिँडेर आएको हुन्छ। तर हामीले त्यो कन्डिसन चाहिँ बुझ्ने हो क्या, म चाहिँ कम्पनी नजिक भएकोले के हो त खर बस्छ भनेको हिँडेर आएँ। होइसा यसो अल्मन खल्लेछ, आगुङले सोध्छ
कम्पनीबाट चाहिँ कति समय लाग्यो भन्दा उसले भन्छ इसिबुन्चुम हल्ल्याछ भनेको चाहिँ 20 मिनेट जति लाग्यो है त 20 मिनेट जति लाग्यो भन्छ ल हेर्नु यी अब यहाँ हामीलाई के भन्छ आगुङ सिनुन ओए एक्सु सिगारे नुजस्य भनेपछि आगुङजी चाहिँ किन बाचाको समयमा ढिला भयो भने त किन ढिला भएको छागा माख्यस तपाईँले के गर्नु पर्यो यहाँ छागा माख्यस आगुङ सिनुन छागा माख्यस एक्सु सिगारे नुजस्य गर्नु पर्यो अब यहाँ भोलि आगुङको ठाउँमा चाहिँ नामजनन वे एक्सु सिगारे नुजस्य भन्दा पनि तपाईँको एन्सर के हो त छागा माख्यसै हुन्छ छारा सिनुन सिनेगाजी अतक्के वस्यो भनेको छाराजी चाहिँ सिनेसम्म कसरी आएको हो खर वास्यो उभिएर आएको हिँडेर आएको हो नि त हो खर वास्यो भन्नुपर्छ ल चेसिदेन फेनोल हरेङ आयो थियो आयो बुझ्यो भनेछ यसलाई प्रयोग गरेर वार्तालाप प्रयोग गर्नु छ भने ट्याक्सीले थागो होदा ट्याक्सी चढेर आयो भनेछ वैसाय नोत्ता कम्पनीमा ढिलो भयो अरे अर्को हामीले के दिएको छ छियाछरो थागो होदा ट्रेन चढेर आयो नाल्सीका नमो सुक्ता मौसम चिसो भएकोले ट्रेन चढेर आएको भनेपछि यो अनुसार बनाउने हामीले भने ओनल्दो वैसाय खरा वास्यो भनेर सोचेको छ ओनल्दो भनेको आज पनि कम्पनीमा चाहिँ हिँडेर आउनु भएको हो भनेपछि उसले भन्छ आनियो होइन ट्याक्सीले थागो वास्यो अरे के चढेर आएछ हो ट्याक्सी चढेर आएको भनेको छ है हो ट्याक्सीले थागो वास्यो किन ट्याक्सी चढेर आउनु भयो भनेको छ तपाईँ किन ट्याक्सी चढेर आउनु भयो भन्दा उसले भन्छ वैसाय नुजस ट्याक्सी र वास्यो भनेको चाहिँ कम्पनीमा चाहिँ ढिला भएकोले गर्दा ट्याक्सीबाट आएँ अथवा ट्याक्सीद्वारा आएँ भन्नु अब सेम हामीले त्यस्तै गर्ने हामीले के भन्छ अब यहाँ छियाछरो थागो होदा भनेपछि यहाँ ओनुल्दो वैसाय खरवासयो भन्दा नि भयो तपाईँले होइन हो आज पनि ट्रेनमा तपाईँ बसमा के हो तपाईँ चाहिँ हिँडेर आउनुभयो भन्ने होइन हो ओनुल्दो वैसाय खरवासयो आज पनि कम्पनीमा हिँडेर आउनुभयो भन्दा उसले के भन्छ आनियो छियाछरो थागो वासयो होइन ट्रेन चढेर आएँ गर्ने यो ट्याक्सीको ठाउँमा हामीले के राखिदिन्छ छियाछल थागो वासय गरिदिने अनि फेरि उसले भन्छ वे छियाछरो थागो वासयो ट्याक्सीको ठाउँमा के राख्ने अब हामीले वे छियाछरो थागो वासयो किन सबै ट्रेन चढेर आउनुभयो भन्दा अब के राख्नु पऱ्यो अघि लेखेको थियो कम्पनीमा ढिला भएर अहिले हामीले के गर्ने त नाल्सीगा नमु छोअछ गर्नु पऱ्यो यहाँ वैसाय नुजसको ठाउँमा के गर्ने हामीले नाल्सीगा नमु चुक्ताबाट के गर्ने छोअछ छियाछरो थागो वासयो ट्रेन चढेर आएँ भनेर यसरी तपाईँहरूले अभ्यास गर्नु होला है ल यु योङ हान फ्योन भनेको छ यु योङ हान फ्योन भनेको महत्त्वपूर्ण अभिव्यक्तिमा हामीलाई के भन्छ चोम छन छनी मानसुम हे जुस्यो भनेको छ चोम भनेको अलि अथवा प्लिज कृपया भन्न खोजेको होइन प्लिज बिस्तारै भन्नुहोस् भन्ने खोजेको छ है मालसुम आधारको कुराकानी गर्नु अथवा भन्नु भन्न खोजेको प्लिज अथवा कृपया होइन छनछनी बिस्तारै मालसुमे जुस्यो भनिदिनुहोस् भनेको छ किन छन ओबेग वनिए भनेको छ छन ओबेग वनिए भनेको यी 1501 हो रे यो केही सामान किनिरहेको थियो होला के गरेको थियो कति हो भन्दा यसले के भने त छन ओबेग वनिए भनेको चाहिँ 1501 हो भनेको छ अनि उसले नबुझेर भन्छ छेसुङ हाजिमान माफ गर्नुहोस् चोम छनछनी मालसुमे जुस्यो प्लिज अलि कृपया अलि बिस्तारै गयो त भनिदिनुहोस् भन्न खोजेको क्या अब यहाँ हाजिमान भनेको छ छेसुङ हाजिमान भनेको माफ गरे तापनि प्लिज छनछनी मालसुमे जुस्यो कृपया बिस्तारै भनिदिनुहोस् भन्न खोजेको है त ल तपाईँले के भन्नु अरे यसरी भन्दाखेरि चाहिँ हामीले यो फ्योन चाहिँ युज गर्नुपर्छ मुनुवा वा छङ्बो मुनुवा भनेको संस्कृति र जानकारी जानकारीमा आज हामी के सिक्न गइरहेछ हाङ्गोगे थेचोङ खेतोङ भनेको छ कोरियाको चाहिँ के हो तपाईँको सार्वजनिक यातायात भनेको छ मैले अघि नै तपाईँहरूलाई मिनिङमै भनिसकेको छु यो थेचुङ भनेको के भन्छ तपाईँले सार्वजनिक खेतोङ भनेको त यातायात भनेको छ थेचुङ भने पनि खोङोङ भने पनि खोङजोङ भने पनि खोङदोङ भने पनि के भनेको छ हामीले सार्वजनिक भनेको छ खेतोङ चाहिँ के हो त यातायात भनेको यो कोरियामा चाहिँ सार्वजनिक यातायात है सार्वजनिक यातायात चाहिँ त्यसको बारेमा बताउनु गइरहेछ यो मिनिङहरू चाहिँ तपाईँले माथि हेर्न सक्नुहुन्छ है ल के भनेको छ त हाङ्गोगुन भनेको छ हाङ्गोगुन भनेको कोरिया चाहिँ थेचोङ खेतोगी छाल फाल्दाल थ्याइनु नारायण निदा भनेको छ हाङ्गोगुन कोरिया चाहिँ थेचोङ खेतोगी भनेको चाहिँ सार्वजनिक यातायात है सार्वजनिक यातायात चाहिँ छाल भनेको राम्रोसँग फाल्दाल थ्याइनु नारायण निदा भनेको चाहिँ विकास भएको देश हो यो फाल्दाल आधा फाल्चन आधा खेपाल थेता सबै के हुन्छ विकास हुनु मिनिङमा लेखिसकेको छ है भनेको हाङ्गोगुन थेचोङ खेतोगी कोरिया चाहिँ सार्वजनिक यातायात चाहिँ छाल फाल्दाल थ्याइनु भनेको राम्रोसँग विकास भएको नारायण निदा देश हो
थेचुङ भनेको छ। यो थेचुङ खेतोङुल भनेको चाहिँ सार्वजनिक यातायातलाई चाहिँ योङ हाय प्रयोग गरेर, सार्वजनिक यातायातलाई चाहिँ प्रयोग गरेर चाहिँ खाकाउन खोत पुनमान आनिर भनेको खाकाउन भनेको खाकप्ताबाट गर्दा खाकाउन खोत भनेको चाहिँ नजिकको ठाउँ भन्नु खोजेको। नजिकको ठाउँ मात्र नभएर पुनमान आनिर भनेको मात्र नभएर नजिकको ठाउँ मात्रै नभएर चाहिँ मनको स्रोत भनेको टाढा ठाउँ भनेर। यो मन कहाँबाट आयो तपाईँको मल्दा, मल्दाको चाहिँ के हो त ल अपवाद हटेर चाहिँ हाम्रो उन्नुनमा लाने बेला के हो त मन गोत भनेको छ नाउन डिस्क्राइब फर्मको होइन। मन गो स्रोत भनेको चाहिँ टाढाको ठाउँमा पनि खेल्ली आगे सजिलै सहजै इदोङ हाल्छु सुन्दा भनेको चाहिँ तपाईँहरू आवत जावत गर्न सक्नुहुन्छ अरे। केबाट चाहिँ कोरियाको चाहिँ सार्वजनिक यातायात प्रयोग गरेर तपाईँ चाहिँ त्यहाँको चाहिँ यो कोरिया भनेको कस्तो रहेछ भने तपाईँको यो सार्वजनिक यातायातहरू चाहिँ एकदम राम्रोसँग विकास भएको देश रहेछ, जसले गर्दा हामीले सार्वजनिक यातायात चाहिँ प्रयोग गरेर चाहिँ नजिकको ठाउँ मात्रै नभएर चाहिँ टाढा टाढाको ठाउँसम्म पनि हामीले त सजिलै गर्न सकिन्छ। हामी आवत जावत अथवा के त मुभ गर्न अनि इदोङ गर्न के भन्छ सकिन्छ भनेको चाहिँ इदोङ हाल्छु सुन्दा भनेको सजिलै आवत जावत गर्न सकिन्छ कहाँ कोरियामा। ल अर्को भन्छ हामीलाई थोसी गान भनेको छ। थोसी भनेको अघि नै हामीले त सहर भन्थ्यो नि, थोसी भनेको नि सहर, सी भनेको नि सहर, सिटी भनेको छ। थोसी गान भनेको सहरको बिचमा चाहिँ इदोङे खाजाङ भनेको छ। इदोङ भनेको सहरको बिचमा चाहिँ मुभमेन्ट हुनलाई आवत जावत गर्नलाई चाहिँ खाजाङ भनेको सबभन्दा नल्ली इयोङ थेनुन भन्छ। नल्ली भनेको चाहिँ व्यापक रूपमा चाहिँ सबभन्दा व्यापक रूपमा चाहिँ योङ थेनुन प्रयोग हुने खेतुङ सुदान भनेको यातायातको साधन चाहिँ होइन हो। यातायातको साधन चाहिँ खोसुक बस हिँड्दा यो जुन सहरको बिचमा छ, सहरमा चाहिँ तपाईँहरू चाहिँ आवत जावत गर्ने बेला चाहिँ व्यापक रूपमा प्रयोग हुने यातायातको साधन के रहेछ तपाईँको खोसुक बस। अघि नै हामीले यो खो भनेको नै छ उच्च होइन, खो हो नोक्ता, सोक भनेको गति, बस भनेको तीव्र गतिको तपाईँको त उच्च गतिको के हो त बसलाई के भन्छ तपाईँको खोसुक बस। यो एक्सप्रेस बस हो अरे होइन। सौल इना बुसान तुङ्गे हुनेछ यी सौल अथवा बुसान यो के हो त सिटी होइन। तुङ्गे आदि चाहिँ यो सौल भनेको ठुलो सहर भयो, यो भनेको दोस्रो ठुलो सहर होइन। यो आदि थे दोसी भनेको थे भनेको ठुलो होइन, छुङ भनेको मिडियम, सो भनेको सानो, तोसी भनेको सहर ठुलो सहर र छुङसो थोसी भनेको चाहिँ छुङसो भनेको चाहिँ मध्यम तथा गर्दा साना भन्नु खोजेको होइन। छुङ भनेको मिडियम, सो भनेको सानो। मिडियम सहर, मिडियम तथा के अरे मध्यम तथा सानो सहरमा चाहिँ यङ्गल आनन भनेको जोड्ने है, जोड्ने चाहिँ नोसन दूरी भनेको छ। नोसन भनेको त्यो रुटहरू त्यो ठुला तथा साना के अरे यो ठुला तथा के त मझौला साना मझौला सहरहरूलाई चाहिँ जोड्नेको त रुट वर्गहरू चाहिँ मानि शून्य धेरै भएकोले चाहिँ धेरै भएर छियो नोसन दुरुन भनेको छ। यो मुख्य रुट म्यापहरू चाहिँ सिमा सिगाने त भनेको सिया भनेको रातिको समयमा हुन खोजेको है। रातिको समय पनि उन्याङ थेम्निदा सञ्चालन हुन्छ अरे। यस्तो यो धेरै यो नोसन रुटहरू चाहिँ धेरै भएकोले चाहिँ त्यहाँ चाहिँ तपाईँको मुख्य रुटहरू चाहिँ तपाईँको रातिको समय पनि के हुन्छ त सञ्चालन हुन्छ भनेको छ। खाक्काउन थोसी गाने भनेको छ। फेरि नजिकको खाक्काउन भनेको त खाक्कप्ताबाट के हो त खाक्काउन, नजिकको चाहिँ थोसी गान सहरको बिचको चाहिँ चालबुन खरिडुल भनेको चालबुन भनेको छोटो खरी भनेको दूरी अथवा दूरीमा चाहिँ इदोङ हाल्दैनन् भनेको चाहिँ आवत जावत गर्ने बेलामा चाहिँ सिए बसुरुल योङ हामेन थेमिदा भन्छ सिटी बस चाहिँ प्रयोग गरे हुन्छ तपाईँले चाहिँ। लङमा चाहिँ खोसु भयो तपाईँको अब यो नजिकको दूरीमा चाहिँ चल्दा चाहिँ तपाईँको त्यहाँको चाहिँ सिए बस भनेको छ। यो सिए बस चाहिँ के हो त सिटी बाहिरको बसले चाहिँ योङ हामेन थेमिदा प्रयोग गऱ्यो भने हुन्छ। खरिगो अनि थोसी नेसरन भन्छ। फेरि अब सहरभित्र आयो कि थोसी भनेको सहर, ने भनेको त सी ने भनेको भित्र है। सहरभित्र चाहिँ सिने बसरुल योङ हामेन सिटी बस चाहिँ प्रयोग गऱ्यो भने थोसी खोतुरो भनेको छ। भनेको खोटकोट भनेको चाहिँ सहरको अब लाइक कुना भनेको जस्तो भनेको ठाउँमा भन्न खोजेको होइन। ठाउँमा चाहिँ सुक्के खाल्छु सुन्दा सजिलै जान सकिन्छ भनेपछि के भने अहिले हामीले सहरको यो थोसीगान सहरको बिचमा चाहिँ इदोङे खाजाङ नल्ली योङ हाल्नुको सबैभन्दा चाहिँ व्यापक रूपमा प्रयोग हुने चाहिँ कुन रहेछ तपाईँको यातायातको साधन चाहिँ के रहेछ खोसु बस रहेछ होइन। अथवा सौल बुसान दुङ्गी थेतोसी भनेको सौल अथवा बुसान जस्तो चाहिँ ठुला सहर र त्यहाँको चाहिँ तपाईँको मध्यम तथा साना सहरमा चाहिँ यङ्गल हानुन नसन्दुरी यो जोडिएको चाहिँ रुट मार्गहरू चाहिँ तपाईँको धेरै भएकोले चाहिँ महत्त्वपूर्ण रुट मार्गहरू चाहिँ तपाईँको त
सिना सिगानेदो उनीहरू हामीहरूको रात्रि समय पनि तपाईँको हुन्छ अरे सञ्चालन हुन्छ। अनि नजिकको सहरहरू के नजिकको सहरहरू होइन, नजिकको सहरहरूमा अथवा चालबुङ खरिलो भनेको यो छोटो दुरीको चाहिँ इदोङ हाल्थे त्यस्तोमा तपाईँ आवत जावत गरेमा तपाईँले चाहिँ सिवे बसुरुल योङ हामेन थेमिदा भनेको सिवे भनेको सिटी बाहिर चल्ने बसेको त प्रयोग गर्यो भने हुन्छ। अनि धोसी नेसन भनेको सहरभित्र चाहिँ फेरि सहरभित्र चाहिँ तपाईँले सिने बस सुरुल योङ हामेन सिटी बसलाई चाहिँ सहरभित्र चल्ने बस सिने बस भनेको सहरभित्र चल्ने बस चाहिँ योङ हामेन प्रयोग गर्नुभयो भने थोसी खोस बसुरो भनेको चाहिँ सहरको विभिन्न ठाउँमा ठाउँमा भन्नु खोज्यो होइन, सुत्के खाल्छु सिम्दा तपाईँहरू सजिलै तपाईँको त जान आउन सक्नुहुन्छ है, जान सक्नुहुन्छ भन्नु खोजेको छ। ल अर्को के भनेको छ हामीलाई छुयो थे थोसिएर भन्छ, छुयो भनेको मुख्य भन्नु खोजेको, मुख्य महत्त्वपूर्ण होइन, मुख्य प्रमुख। त्यही थोसिएर भनेको ठुलो सहरमा चाहिँ मुख्य ठुलो सहरमा चाहिँ खिचायाकी हिस्सा ट्रेन होइन, रेल चाहिँ खिचाको यक भनेको रेल स्टेसन ट्रेनको स्टेसन चाहिँ हिस्सा भएकोले चाहिँ छल्दो र योहान थोसी भनेको छ। छल्दो भनेको रेलमार्ग, छल्दो भनेको अरे रेलमार्ग मिनिङ माथि छ है। रेलमार्ग चाहिँ योहान प्रयोग गर्ने थोसी सहर गान सहरको बिचमा चाहिँ इदोङ दो खानु आम्दा भनेको आवत जावत गर्न पनि सम्भव हुन्छ अरे। मुख्य सहरहरूमा चाहिँ ट्रेन स्टेसन भएकोले चाहिँ रेलमार्ग प्रयोग गर्ने छल्दो भनेको रेलमार्ग चाहिँ योङहान प्रयोग गर्ने थोसी गान भनेको सहरको बिचमा चाहिँ इदोङदो खानु आम्दा आवत जावत पनि के हुन्छ सम्भव हुन्छ। याल्छा आएनन् भनेको छ अब रेलमा चाहिँ है, याल्छामा चाहिँ केटिआक्स एसआरटी भनेको छ। यो केटिआक्स भनेको नाम भयो, यो द्रुत गतिको रेलको नाम के हो त केटिआक्स अथवा एसआरटी वा भनेको जस्ता चाहिँ खातुन जस्ता खोसोक एल्छा यी खोसोक भनेको द्रुत गतिको रेल भनेको यो तपाईँको केटिआक्स र एसआरटी भनेको चाहिँ कोरियाको कस्तो रहेछ तपाईँको यो चाहिँ एकदम एक्सप्रेस रेल रहेछ के, द्रुत तीव्र गतिको रेलको नाम के रहेछ तपाईँको केटिआक्स र एसआरटी। यस्ता रेलसँग चाहिँ खोसोक एल्छा वा द्रुत गतिको रेल र सेमाउल हो भनेको छ। सेमाउल हो मुखुङ्गा हो, सेमाउल हो र मुखुङ्गा भनेको त्यो रेलको के हो त नाम हो होइन, ट्रेनको नाम होइन। यो नाम चाहिँ आदि चाहिँ खातुन जस्ता चाहिँ इल्वान एल्छाका किसिमका रे साधारण खालका चाहिँ रेल ट्रेन छन् रे। यो सेमाउल र मुखुङ्गा हो भनेको तपाईँको कस्तो रहेछ नर्मल साधारण खालको रेल रहेछ। तपाईँको केटिआक्स र एसआरटी भनेको तपाईँको कस्तो रहेछ द्रुत गतिको रेल रहेछ होइन। केटिआक्स एसआरटी खातुनको चाहिँ खोसोक एल्छा भनिरहेको छ। यो केटिआक्स र एसआरटी भनेको चाहिँ कस्तो रहेछ ट्रेनको नाम हो, केटिआक्स भनेको नाम भयो, एसआरटी भनेको नाम भयो। कस्तो खालको ट्रेन हो यी खोसोक एल्छा, यो चाहिँ द्रुत गतिको एकदम तीव्र गतिको रहेछ होइन। तर तपाईँको यो सेमाउल हो र मुखुङ्गा भनेको चाहिँ फेरि के रहेछ इल्वान एल्छा भनेको यो चाहिँ साधारण खालको के रहेछ ट्रेन नर्मल होइन। खोसोक एल्छा भनेको छ, खोसोक भनेको द्रुत गतिको रेल चाहिँ योगुम भनेको शुल्क है, योगुम भनेको शुल्क चाहिँ फिस्साजिमान महँगो भए तापनि यसको यो द्रुत गतिको अथवा यो एक्सप्रेस रेलको चाहिँ तपाईँको चाहिँ शुल्क भाडा चाहिँ तपाईँको महँगो भए तापनि पारुको फ्यालिआम्दा छिटो भएर के हुन्छ अरे तपाईँको सहज हुन्छ। अनि सौरेस बुथा भनेको सौलबाट होइन, सौलदेखि चाहिँ फाङ्गुके कोरियाको चाहिँ छ्वे नामदान हुने चाहिँ छोए भनेको सबभन्दा भन्नु खोजेको के छोए खाजाङ छेल भन्छ नि, खाजाङ छेल भन्नु र छोए भन्नु एउटै हो। सबैभन्दा नामदान हुन्छ छोए नामदान भनेको सबैभन्दा तपाईँको यो दक्षिणी भाग भन्नु खोजेको है। दक्षिणी भागमा भएको चाहिँ त्यो दक्षिणी क्षेत्रमा भएको थोसिन सहर होइन, सहर बुसानसम्म सौलको एकदम के त तपाईँको चाहिँ सबभन्दा दक्षिणी भेगमा भएको चाहिँ सहर चाहिँ कुन रहेछ बुसान। यहाँसम्म चाहिँ थुसिगान फान्चुम फल्किँदा अरे यो केटिएक्सबाट जाँदा तपाईँको त त्यहाँ यो सौलदेखि बुसानसम्म पुग्नलाई तपाईँलाई थुसिगान फान भन्छौँ भनेको चाहिँ 2.5 घन्टा जति लाग्छ अरे जम्मा ट्रेनमा है। त्यो त एकदम एक्सप्रेस हुन्छ होइन। लगभग तपाईँलाई अरूमा जाँदाखेरि तपाईँको त 4 घन्टा 5 घन्टा लाग्ने भयो भने तपाईँ यसमा जाने बेला तपाईँको हो त समय पनि को त टाइम पनि के हो त छिटो हुने भयो क्या। भाडा महँगो भए तापनि तपाईँ पुग्न पनि के पुग्ने हो त अरूभन्दा छिटो पुग्ने भयो भन्नु। खोसोक बस सुना खिचा भनेको छ। खोसोक बस भनेको द्रुत गतिको बस
वा खिचा खिचा तुङ्गी आदि चाहिँ छाङघरी भनेछ छाङघरी भनेको चाहिँ लामो दूरीको बाटो है लामो लामो दूरी चाहिँ केचुङ केतुङ्गुल सार्वजनिक गर्दा चाहिँ योङ हाल्थेन प्रयोग गर्ने बेला यस्तो लङ रुटको बाटो होइन अब लामो दूरीको बाटो चाहिँ प्रयोग गर्ने बेलामा चाहिँ केचुङ केतुङ भनेको सार्वजनिक यातायातलाई चाहिँ होइन योङ हाल्थेनन् प्रयोग गर्ने बेलामा चाहिँ इन्टरनेट सिना मोबाइल एपहरू भनेछ इन्टरनेट भनेको त इन्टरनेट अथवा मोबाइल एप पुल थोङ्गे भनेको चाहिँ मोबाइल एपको मार्फत चाहिँ फेउरुल एमे आनन्द गसी सुन्दा भनेको तपाईँले टिकटहरू किन्ने कुरा के हुन्छ अरे राम्रो हुन्छ अरे है त अब यहाँ टिकट कुरा आएछ फेउ के हो त हामीले एमए गर्न नि पाइन्छ फेउलाई तपाईँले याद गर्न नि पाइन्छ है त यहाँ भोलि तपाईँलाई एमए टिकट खरिद गर्ने बेला एमए हुन्छ भन्छ होइन तर यो टिकट चाहिँ तपाईँले यहाँ एमए आनन्द गसी सुन्दा भन्ने हुन्छ या आनन्द गर्नु भन्दा नि हुन्छ तर फेरि ठाउँमा चाहिँ हामीले चाहिँ के गर्न पाइँदैन चाहिँ एमए गर्न चाहिँ पाइँदैन है त एमए आनन्द गसी सुन्दा टिकट बुकिङ गर्ने कुरा खरिद गर्ने अग्रिम खरिद गर्ने कुरा के हुन्छ त राम्रो हुन्छ भनेर ल अर्को हेर्नु सौल बुसान थेगु भनेछ सौल बुसान थेगु सहरको नाम भयो त नि अनि थेजन फाङ्जु तुङ्गा यी आदि खातुन जस्ता थे थोतिछन् भनेको सौल बुसान थेगु थेजन फाङ्जुलाई केमा लिँदो रहेछ उनीहरूले ठुला सहरमा यस्ता थे थोसी भनेको ठुला सहरमा चाहिँ छियाछरी सुन्दरे त्यहाँ चाहिँ तपाईँको सबै ठाउँ के छ तपाईँको ट्रेन छ सबै ट्रेन छ भन्नु खोजेको अन्डरग्राउन्ड के त ट्रेन छ छियाछरुल योङ हामेन तपाईँले यो सबै ट्रेन चाहिँ प्रयोग गर्नुभयो भने चाहिँ तोर्सी हानेछन् सहरभित्र चाहिँ पाल्ली छिटो इदोङ हाल्छु सुन्दा भनेको चाहिँ आवत जावत गर्न सकिन्छ किनकि तपाईँको यसमा जाम हुने कुरो भएन होइन र तपाईँ फेरि त्यो अब ट्रेनहरू चाहिँ बदलेर चढ्नु भयो भने चाहिँ तपाईँ चाहिँ के हो त अलिक छिटो के हो त तपाईँले पुग्ने ठाउँमा के हो त अलिक छिटो पुग्न सक्नुहुन्छ भन्ने खोज्यो बसबाट गयो भने जाम पनि हुने भयो होइन तपाईँ एउटा ट्रेनबाट गयो त्यसपछि तपाईँको त्यो यो वानसुङ हाल्सी नुनयाक हुन्छ भनेको तपाईँले परिवर्तन गर्न सक्ने ट्रेन स्टेसन हुन्छ त्यसमा गएर तपाईँ कुन ठाउँमा जाने हो त भन्दा अलिक सर्ट बाटोबाट गएर जान सकिन्छ त्यही भएर चाहिँ यो रेल के अरे तपाईँको छियाचल भनेको सबै ट्रेन युज गर्दा चाहिँ हामी चाहेको ठाउँमा चाहिँ अलिक एउटा छिटो पुग्न सकिन्छ तर कुन कुन ठाउँमा रहेछ त सौल बुसान थेगु थेजन फाङ्जुमा चाहिँ यस्तो ठुलो सहरमा चाहिँ के हो त छियाचल पनि छ यहाँ चाहिँ हामी छियाचल प्रयोग गऱ्यो भने के हो त तोसीभित्र सहरभित्र चाहिँ के गर्छ हामी पाल्ली हिदोङ हाल्छु भनेको चाहिँ छिटो आवाज जावत गर्न सकिन्छ भन्नु खोजेको छ ल अर्को फेरि ट्याक्सी नुन भनेको छ अब ट्याक्सी भनेको ट्याक्सी चाहिँ इसिप्सा सिगन योङ हाल्छु इन्डुन भनेको छ भनेको 24 घन्टा 24 आवर चाहिँ प्रयोग गर्न सक्ने फ्याल्लिआन खेतुङसित हुन्छ यो कस्तो खालको रहेछ ट्याक्सी भनेको तपाईँको 24 घन्टा चाहिँ प्रयोग गर्न सक्ने चाहिँ सुविधायुक्त के रहेछ तपाईँको यातायातको साधन हो भनेको छ खेतोङ सुदान इन्दा भनेको यातायातको के हो त साधन हो सोनुल थुर सोन भनेको हात थुल्दा भनेको त्यसरी उचाल्ने हात उठाएर चाहिँ छिना खानु भनेको पार गरिरहेको गइरहेको तपाईँको छेउबाट कटिरहेको होइन त्यस्तो फिन ट्याक्सी भन्छ फिन भनेको खाली फिन भनेको अरे खाली ट्याक्सिरुल भनेको ट्याक्सीलाई चाहिँ छाबल सुधो इच्छिमान तपाईँले यतिकै उयो हाम्रो पालामा हेर्ने हाम्रो गइरहेको त्यसलाई हात उठाएर ट्याक्सी भने जस्तै त्यहाँ पनि तपाईँले गर्दा यतिकै खाली गइरहेको ट्याक्सीलाई तपाईँको नजिकबाट पार गरिरहेको ट्याक्सीलाई हात उठाएर पनि तपाईँले रोक्न पनि सक्ने अथवा सपत्न पनि सके तापनि होइन छाबल सुधो इच्छिमान भनेको त्यो ट्याक्सी रोक्न सके तापनि अथवा समाउने छाप्दा त समाउनु भयो भने रोक्न सके तापनि भन्नु खोजेको होइन तापनि मोबाइल एप ठोगे भनेको छ मोबाइल एपको मार्फत जुन अहिले हामीले जुन पठाउ अनि के अरे इनड्राइभ बोला जस्तै होइन यो मोबाइल एपको मार्फत पनि हामीले फ्याल्ली हागे सहजै सजिलै गरी ट्याक्सी र फुलसु भनेको ट्याक्सी बोलाउन सकिन्छ होइन ट्याक्सीलाई के गर्न सकिन्छ हामीले बोलाउन सकिन्छ भनेको छ ल मान्छे हकिन यो भनेर चाहिँ चेक गर्नुहोस् भनेको छ खेतोङ सुदाङ्ग खल्यान्थेन ऐदुरुल मारा जुत्तारे अब तपाईँले के हो त यो पढिसकेपछि चाहिँ सवारी साधनसँग सम्बन्धित शब्दावलीहरू गर्न सकिन्छ भन्न सक्नुहुन्छ खेचुङ खेतोङ योङ्गे थिए सार्वजनिक यातायात प्रयोगको बारेमा चाहिँ मुटको थेताबाल सोधेर जवाब दिन सकिन्छ फेङदोङे युरुल मारा जुत्ता भनेको तपाईँको क्रियाकलापको कारण गर्न सकिन्छ भन्न सकिन्छ भनेको छ यसको अभ्यास हेर्नु अब इल्की इल्कीमा हामीले के भन्छ थाउ नेउङ्गा खङ्गे इनुन खुरिमुल खुरिसपिस भनेको छ
यो दिएको विषयसँग चाहिँ रिलेटेड के हुँदा तपाईँले चित्र छान्नुहोस् भनेको छ है। अब यहाँ तपाईँलाई के भनिदिएको छ, यो के हो हाम्रो ट्याक्सी, ट्याक्सी यो फिएङ्गी, यो बसु, यो फे। हामीलाई के दिएको छ यहाँ बसु मिल्दा भनेपछि के हो त, बसु कतिको भयो तपाईँको 3 नम्बरको है त। त्यही भएर चित्र अघि चित्र थाहा हुनुपर्छ भनेको यसको लागि हो कि जुनसुकै चित्र आइदिन सक्छ होइन। यतिखेर हामीले गर्दै हो बसु मिलाउनु पर्यो। ल तल हामीलाई भनेको छ थामचुङ मिचिलसिन फुपोनी मानदन असुल परिचय भनेको छ। यो दिएको चाहिँ अन्डरलाइन गरेको चाहिँ कुन चाहिँ कुरा मिलेछ त्यो छान्नुहोस् भनेको छ। यो अन्डरलाइन गर्दा अहिले हामीलाई चाहिँ यो कन्सोनेन्ट इन्डिङ भावेल इन्डिङ तपाईँको त्यसपछि फुल्कीचुकहरू चाहिँ एकदम जान्नुपर्ने नै छ है। यहाँ भन्छ छिबी खाक्का बस खर बस मिल्छ त मिल्दैन है। यो के गर्नुपर्छ हामीले भनेपछि यो ब केमा चाहिँ हुनुपर्छ हाम्रो उमा चाहिँ हुनुपर्छ, यो भएन त्यही भएर मिल्दैन। खाक्का वस हुनुपर्छ, खाक्का वस भन्नु मिल्दैन। ओनुल फिगोन हाँस हुन्छ त फिगोन हेस हुन्छ होइन, त्यही भएर यो पनि मिल्दैन। सिङ्गुरुल मान्ना आस अरे मान्ना आस हुनुपर्छ होइन, यो डबल गरे कमन गरे होइन त्यही भएर मिल्दैन। त्यही भएर नुनी मानी वास छागा माखेछ भनेको हिउँ धेरै आएकोले गर्दा गाडी जाम भएछ भन्न चाहिँ पाइन्छ। त्यही भएर छङ्दागुन साबन। ल 3मा हेर्नु फिनखाने थुरागाल खासाङ आलमाजुन कसुल खोरिप छैन छ। खाली ठाउँमा जाने सबभन्दा मिल्ने कुरा छान्नुहोस् भनेको छ। पहिला कहाँ हेर्नु पऱ्यो हामीले यहाँ तलको अप्सन जान्नुपर्छ है। यहाँ के भन्छ फापुन्निदा भन्छ, फापुन्निदा भनेको कसो त व्यस्त हुनु, खाक्काप सुन्दा नजिक, मसिद सुन्दा भन्छ मसिद भनेको तपाईँको आकर्षक हुनु, र अर्को खेन्सान सुन्दा भनेको ठिकै छ यसो के भन्नु खोजेको। यहाँ के भनेको छ वैशाखा छिबेसा आजु भनेको कम्पनी चाहिँ घरबाट एकदमै डट डट भयो होइन। अब वैशाखा छिबेसा आजु कम्पनी चाहिँ घरबाट एकदम व्यस्त छ भन्नु मिल्छ, यो मिल्ने कुरै भएन। खाक्काप सुन्दा नजिक छ भन्न त पाइन्छ, अनि आकर्षक भन्न पाइन्छ पाइँदैन, र खेन्सान सुन्दा ठिकै छ भन्न पनि पाइएन। अब बरु यहाँ खाक्काप सुनिदा अथवा के त मम्निदा भन्न पाउँथ्यो होइन। अब यहाँ पक्कै पनि के मिल्ने तपाईँको खाक्काप सुत्दै हुने भयो कि त्यो टाढा भन्ने कुरै छैन। टाढा भन्ने कुरा भए फेरि पछाडि हेर्नु पर्थ्यो, त्यो अप्सन नभएको र सहिलो सिधै हामीले गर्दा घरबाट कम्पनीबाट घर चाहिँ एकदम के छ तपाईँको नजिक छ भन्नु पाइयो, नजिक छ खुरेछ। त्यसैले छनुन मेल खरस छुडु नाम्दा, त्यसैले चाहिँ म प्रत्येक दिन के हो त हिँडेर के हो त काममा जाने गर्छु भनेको छ होइन। छुडुको नाम्दा काममा जान्छु भनेको छ। अब यहाँ भोलि तपाईँलाई वैशाखा छिबेछ आज खाक्का वस, यो खुरेछ नलाइकन यहाँ तपाईँलाई खाक्का वस छनुन मेल खरस छुडु नाम्दा भन्न पनि पाइन्छ। फेरि आशा आशा गरेन अहिले त यहाँ बाँकी इन्डिङ गरेर के हो त खुरेछ भयो, तर यसको सर्ट फर्म के हुन्छ आशा आशा। यो सर्ट फर्म युज गर्यो भने तपाईँलाई खाक्का खाक्का सुन्दा नगरिकन के हो त खाक्का वसा गरेर पनि पाइन्छ है। ल थामकुरो इल्गो न्याउका खातिन कसो खुरेछ छ। यसलाई पढेर चाहिँ हामीले चाहिँ यो विषयसँग त मिल्ने के हो त कुराहरू छान्नुहोस् भनेको छ है। ल पहिला यहाँ हेर्नु याल्छा सुङछाङ्गन भनेको छ, ट्रेनको के हो त तपाईँको टिकट भनेको छ है। सुङ चढ्ने छा गाडी भयो वान कुपन टिकट भन्नु खोजेको ट्रेनको टिकट। सुङछा इल्चा भनेको छ। यो इल्चा भनेको मिति, मैले भन्थेँ तपाईँलाई अस्ति इल्चा पनि मिति हुन्छ, नाल्चा पनि मिति हुन्छ, इल्ची पनि के हुन्छ मिति हुन्छ, त थाहा हुनु पऱ्यो तपाईँलाई। नाल्चा मात्रै थाहा भएर भएन, नाल्चा इल्चा इल्ची सबै के हुन्छ मिति। यो चाहिँ इछन इसिबोनियन छिरवल फारिल भनेको 2025 को चाहिँ 7 महिना 8 गते फइल मङ्गलबार किनेको रहेछ। सौलदेखि कहाँ जानु चाहिँ बुसान, यो हेरान्सी ओसिबुनमा चाहिँ गर्दा छुलबाल भएर तुसी साम्सीबुनमा के हुन्छ यो दोछाक हुन्छ। इल्छा यल्छा छङ्गो भनेको छ। यो यल्छा ट्रेनको चाहिँ गर्दा जानकारी KTX 123 भनेको छ, यो नम्बर भयो KTX को। होचा बनो त्यो डिब्बा नम्बर हो, होचा 5 डिब्बा रहेछ। अनि छ्वासक बनो हुन्छ, यो छ्वासक भनेको चाहिँ सिट नम्बर भन्नु खोजेको होइन। यो छ भनेको अन्त, सक भनेको त सिट बस्ने सिट भन्नु खोजेको छ्वासक है। छारी पनि भन्छ, छारी भनेको सिट हो, छ्वासक भनेको त सिट। छ्वासक भनेको सिट नम्बर कति रहेछ तपाईँको 3A भनेको छ। अनि थानुनगोत भनेको छ, थानुनगोत भनेको यो चढ्ने ठाउँ चाहिँ फर्नुन त्यसको नम्बर चाहिँ यकेस भागिनासी फारन्दरे तपाईँ कति नम्बरमा चढ्ने भन्ने कुरो चाहिँ तपाईँ स्टेसनमा गएर चाहिँ हेर्नुहोस्, चेक गर्नको लागि चाहिँ अनुरोध गर्दछु भनेको छ। यसको योगुम होइन भाडा कति रहेछ तपाईँको ओमान कुचन फाल्बेगन भनेको छ 59,801 भनेको छ। ल
अब मिल्ने कुरा हामीलाई किन चाहिँ यहाँ ध्यान दिनु पर्यो न्याउमा खातुन भन्यो नि त खातुन भनेपछि मिल्ने कुरा छान्नु पर्यो हामीले मिल्ने कुरामा खिचा थानन गोसुन ओ बनिन्दारे खिचा ट्रेन चढ्ने याद किन छ यो ट्रेन चढ्ने ठाउँ त तपाईँले स्टेसनमा गएर वाकिङ गर भनेर छ 5 नम्बर कन्फर्म हो र यो 5 वन त यो त तपाईँको 5 त यो त हो छ डिपर नम्बर हो यसको है यो चढ्ने ठाउँ होइन चढ्ने त के भनेको छ तपाईँलाई थानन गोत बनाउनु या के छ वाकिङ हसी फारम के अरे फारम त भने नि त तपाईँलाई स्टेसनबाट चेक गर्नको लागि अनुरोध गर्दछु कामना गर्दछु भनिरहेको छ त्यो भएर एकको मिल्ने कुरा हुँदैन खैरे भुसानुरो खानुन खिचाइ मिल्दा भनेको छ भनेपछि यहाँ यो यस्तो कोर्स धेरै इम्पोर्टेन्ट हुन्छ कि वाइल भनेको मङ्गलबार चाहिँ बुसानतिर जाने ट्रेन हुन्छ सौलदेखि बुसान जाने हो नि त अलिकति हो जस्तो यही छ है यो हुने कुरै भएन यो थाननगोत 5 भनेको छ यहाँ हामीलाई ट्रेन स्टेसनबाट चेक गर भनेको छ त्यो भएर मिल्दैन है अनि यो बुसानहरू खानु निहाल्छ कहिले हुन्छ वाइल भनेको छ यहाँ तपाईँलाई के छ वा दिइरहेछ मङ्गलबार भयो अर्को खिचानुन ओहु थुसी सामसिबुने छुलबाल हामी त थुसी सामसिबुनमा भनेको त तपाईँको दोछाको पुग्ने हो छुलबाल होइन प्रस्थान होइन त्यो भएर यो पनि मिल्दैन खिचा फेरे खागे गुण युगमान ओनी नमसुन्द भनेको छ भनेको यसको यो मूल्य चाहिँ तपाईँको त 60,000 भन्दा बढी छ अरे छ त यहाँ 59,800 छ भने चाहिँ 60,000 भन्दा बढी छैन भने चाहिँ मिल्ने कति भयो हाम्रो 2 को भयो है त ल ल अब यो 5 नम्बर थामपुरो लिलको ल्याउगा खातन बसुल खोरेसी भनेको छ दिएको हर पढेर चाहिँ यो सब मिल्ने कुरा छान्नुहोस् भनेको छ किनकि यो अघि भर्खरै हामीले माथि पढेर आइरहेछ छङ्गो मुनामा भनेपछि मेरो विचारमा यहाँ गइरहनु पर्दैन हामी डाइरेक्ट यहाँबाट हेरौँ यदि यहाँले बुझेन भने मात्रै माथि जाउँ ल है ल सेमाउल हो भनेको छ सेमाउल हो भनेको के हो त सेमाउल ट्रेनको नाम होइन र सेमाउल हो ए योगुमुन यसको भाडा चाहिँ शुल्क चाहिँ केटिएक्स बोधा फिसमदारे अघि नै हामीले केटिएक्स चाहिँ के हो त स्पिड पनि छिटो हुन्छ त्यसको भाडा पनि महँगो हुन्छ भने होइन भनेपछि त्यो बन्द होइन कि यो केटिएक्स बोधा भनेको चाहिँ मिल्थ्यो र यो बोधा भनेर चाहिँ यो के हो त मिल्दैन बरु सेमाउर हुनुन योगुमुन केटिएक्स बोधा साम्निदा भनेर चाहिँ हुन्थ्यो बरु होइन त्यही भएर योभन्दा यो मिल्दैन सेमाउर हो वा मुखुङ्गा हुनु भनेछ सेमाउल र मुखुङ्गा चाहिँ खोसोक एल्छ मिल्दारे यो द्रुत गतिको हो त यो त इल्बान एल्छ हो यहाँ इल्बान भनेर मिल्दैन यो खोसोकले गर्दा यो के हो त मिल्दैन यहाँ फिसारले हुनु है त यो किन मिल्दैन भन्दा यो महँगो भएको भनेर मिलेन किनकि उल्टो छ ठ्याक्कै है यो किन मिलेन यो तपाईँको त इल्बान हो यहाँ खोसोक भनेर मिलेन मोबाइल एप योङ हेर्छ मोबाइल एप प्रयोग गरेर चाहिँ खिचा फेरुल साल सुसिन्दा किन्न सकिन्छ नि त हामीले होइन हो त्यही भएर यो त ट्रेनको टिकट किन्न सकिन्छ हामीलाई लङ दुरीको यात्रा गर्नु छ भने तपाईँले थेचुङ यात्रा प्रयोग गर्नु छ भने एपको थ्रुबाट टिकट किन्नु भनिरहेको छ किन र सौरेस इल्बान एल्छारुल थामेन सौलबाट साधारण खालको ट्रेन चढ्यो भने चाहिँ सिसिगान आने बुसान ए दोछा घामदारे 3 घन्टाभित्र चाहिँ के अरे कहाँ पुग्छ भनेको छ बुसान पुग्छ भनेको छ अब तपाईँलाई त्यो कुरा गरेकै छैन अथवा अघि नै हामीले तपाईँको द्रुत गतिको केटिएक्स चढ्दा त 2.5 घन्टा लाग्छ भनेपछि यो नर्मल खालको हामीले इल्बान एल्छ चढेर 3 घन्टामा पुग्न त सम्भव छैन है त्यही भएर यो मिल्दैन यहाँ बुसान गाजी के हो त तपाईँको सौर्य छ बुसान गाजी चाहिँ थुसीगान फान्चुङ खल्लिन्द भनेको छ केबाट तपाईँको यो खोसो गाल्छबाट साधारणबाट त कुरै गरेको छैन त्यही भएर यो मिल्ने कुरै हुँदैन भने चाहिँ संख्या कति हुनु हाम्रो 3 नम्बर ल लिसनिङ हेर्नु 이 기차는 어디에서 출발합니까? यहाँ पहिला ध्यान दिनुपर्छ यो लिसनिङ सुन्नु अगाडि यहाँ ध्यान दिनु कि यहाँ ध्यान दिनुपर्छ यी किचान अदिएछ छुलबान हामीले के भनेको छ यो ट्रेन चाहिँ कहाँबाट प्रस्थान गर्छ अरे तपाईँले अहिले केही बुझ्नु पर्ने यो छुलपाल कहाँबाट हुने हो त फाङ्जुबाट हो कि थेगुबाट हो कि थेजनबाट हो कि सौलबाट यो मात्रै ध्यान दिए हुन्छ है त 이 열차는 6시 57분에 서울역을 출발해 대전역까지 가는 KTX 233호 열차입니다. 가지고 계신 승차권을 확인해 주시기 바랍니다.
ल कहाँबाट हुने भयो हाम्रो सौलबाट है ल सुन्नु एकताल फेरि 에서 출발합니다. 우리 열차는 6시 57분에 पुरी अल्छानुन भनेको हाम्रो ट्रेन चाहिँ एसएलसी ओसिप छिनपुने भनेको चाहिँ 6:57 चाहिँ 6:57मा 서울역을 출발해 सौल역बाट गएर प्रस्थान भएर 대전역까지 가는 KTX 233호 열차입니다. सौलबाट प्रस्थान गरेर चाहिँ तपाईँको थेजनसम्म जाने केटिएक्स गर्दा इबेक सामो भनेको छ 203 नम्बरको केटिएक्स हो भनेको छ भनेपछि यो कहाँबाट प्रस्थान हुने चाहिँ तपाईँको सौलबाट पुग्ने गाह्रो चाहिँ तपाईँको थेजनमा त्यही भएर यहाँ हामीलाई त अधिएछ भने नि त छुलबा लाउने सिका लाउनु पऱ्यो हामीले सौलक लाउनु पऱ्यो अनि के भन्छ अरू 가지고 계신 승차권을 खाजीको केसिन भनेको तपाईँले लिइरहेको सुनचाकन भनेको चाहिँ त्यो ट्रेनको चाहिँ टिकट चाहिँ 확인해 주시기 바랍니다. चेक गर्नुको लागि चाहिँ कामना गर्दछु भनेको छ भनेपछि के हुने भयो आन्सर सौल्या दुईमा मोक्चक्ची गाजी फियङसीगा अनुल अलमाना खेम्मीका भनेको छ मोक्चक्ची भनेको तपाईँको गन्तव्यसम्म चाहिँ यसको फियङसीगान चाहिँ अलमाना खेम्मिँदा कति लाग्छ भनेको छ सेसिगान 10분 세시간 20분 네시간 10분 네시간 20분 비행 시간은 얼마나 됩니까? 이 비행기는 하노이에서 인천까지 가는 이 비행은 भनेको चाहिँ यो चाहिँ 하노이에서 인천सम्म जाने चाहिँ 한국항공 754편입니다. के भन्यो 이 비행기는 यो प्लेन चाहिँ 하노이에서 인천까지 가는 하노이에서 인천सम्म जाने चाहिँ 한국항공 한국항공 भनेको छ कोरियन एयरलाइन्स 754편입니다. 754편 भनेको छ 754 भनेको चाहिँ 704 목적지인 인천 고강까지 목적지인 भनेको तपाईँ गन्तव्य स्थल चाहिँ इन्चन कोङगाजी भनेको इन्चनको एयरपोर्टसम्म चाहिँ 약 4시간 20분 걸릴 याक भनेको लगभग नेसिगान 20분 भनेको छ नेसिगान 20분 कहाँ छ त हाम्रो 4 नम्बरमा 4 घण्टा 20 मिनट जति लाग्छ 것으로 अरे 예상됩니다. अनुमानित गरेको छ यो छङ्दा कति हुनुभयो तपाईँको नेसिगान 20분 भनेको छ हामीलाई थामुल थुक्को मुरुमे आलमाजुन थेताबुल खोरिसिप्यो भनेको छ वैशाखा छिबेसम्म मर्यो भनेको छ कम्पनी चाहिँ घरबाट के छ अरे टाढा छ खिचायागे छ बस सुरु थास्यो ट्रेन स्टेसनबाट बस चढे अर्को चियाचल इयोसनल थागो खायो ट्रेन 2 नम्बर लाइन चढेर गयो त जान्छु र नाल्सीको छोवाछ खराबछ मौसम राम्रो भएकोले हिँडेर आन्छ अब के भन्छ हामीलाई 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 회사에서 기차역까지 어떻게 가요? के भन्यो अहिले हामीलाई वैशाएछ है 집에서 वैशाएछ चियाचल गाजी अत्तके खायो भनेको छ नि भनेको कम्पनीबाट तपाईँ ट्रेन स्टेसनसम्म कसरी जानुहुन्छ भनेपछि वैशाखा छिबेसम्म रह्यो भनेपछि त मिल्दैन अनि खिचाएको छ बसुल थाहा छ अरे त्यहाँबाट बस चढे कसरी जानुहुन्छ भने चाहिँ चढ्यो भन्नु पनि चाहिँ मिल्दैन भनेपछि चियाचल यो थाहा खायो भनेको ट्रेन 2 नम्बर चढेर जान्छु 3 नम्बरको हुने भयो है नाल्सीको छ यो त झन् मिल्ने कुरै भनेपछि छङ्दा कति हुने भयो 3 को ल अर्को भन्छ हामीलाई ओनल्दो बसुल थाहा छ आज पनि बस चढेर आएँ छनुन मेल छियाछल्लो छुल्कुने हो म प्रत्येक दिन ट्रेन गरेको त प्रस्थान गर्छु काममा जान्छु होइन छुल्कुने भनेको काममा जान्छु यगिएछ छामगानमा खिद्रा जुस्यो यहाँ एकैछिन पर्खिदिनुहोस् र छियाचर यागुन अप्पो बसु सँगै जानु यसरी ट्रेन स्टेसन चाहिँ नभएर बस स्टप चाहिँ छ भनेको छ के भन्छ 어려 날씨 5번까지 그리고 가장 알맞은 것을 고르십시오. 4번 근처에 지하철역이 있어요. 1. यसले के भन्छ हामीलाई कुन्छए छियाछरी याकी 있어요 भनेको छ कुन्छ भनेको नजिकै वरिपरि चाहिँ तपाईँको ट्रेन स्टेसन छ भनेपछि के भन्नु पर्यो हामीले छियाचर यागुन अप्पो बसु संजानु 있어요 ट्रेन स्टेसन नभएर बस स्टप चाहिँ छ भनेर चाहिँ पाइयो ल अर्को हामीलाई भनेको छ वैसा गाजी अत्तके वायो भनेको छ कम्पनीसम्म कसरी आउनुहुन्छ नेल इल्ची गोल्चु छ भोलि चाँडै आउन सक्नुहुन्छ
फिका वास छागा माकेसयो पानी आएकोले गाडी जाम भयो र चिया छल्लो खारा थाको सरी चिया छल्लो खारा थाको बस्यो ट्रेन के हुँदा चेन्ज गरेर आएँ बदलेर आएँ भनेको छ क्वेसनले के भन्छ हामीलाई 또 버스를 피해서 갇혀있는 5번 다라씨 오늘 회사에 왜 늦었어요? के भन्यो हामीलाई थारासी ओनुल वैसाए वे नुदस भनेको छ थाराजी आज कम्पनीमा चाहिँ किन ढिलो हुनुभयो ढिला हुनको कारण चाहिँ हो नि त होइन अत्त के भयो यो भन्ने कुरो मिलेन नेलिल्चीको भोलि चाँडै आउँछ किन ढिलो भनिरहेछ भनेपछि चिया छल के अरे फिका वस छागा माकेछ भनेको ढिला हुनको कारण के हो तपाईँको पानी आएकोले गर्दा गाडी जाम भयो त्यसरी के गर्दा ढिलो भयो भनेपछि क्षमता कति हुने भयो हाम्रो 3 नम्बर है त ल जसलाई इजी लाग्छ उसले चाहिँ त्यो सुनेर गर्दैन हुन्छ अलि कन्फ्युज हुनुले तपाईँको यहाँ तलपट्टि के हो त स्क्रिप्ट दिएको हुन्छ होइन यहाँबाट तपाईँहरूले अभ्यास गर्दा पनि हुन्छ है त ल आज यति गरौँ बाँकी